हेलो फ्रेन्ड्स, आज हामी तीनजना मिलेर जाँदै झुम्का मेरो दाइको छोरीको 5 दिनमा त्यही जाँदैछौँ हामी। यहाँ सबैजना रेडी भइसकेका छौँ हामी तीनजना। मेरो छोरालाई त जानलाई कति हतार भएको, स्कुटीमै चढ्न खोज्छ जति बेला नि। अनि अब हामी निक्लेको। यो चाहिँ ढोकापुर पुग्न लाग्यौँ हामी। यहाँबाट चाहिँ समथिङ 30 मिनट लाग्छ झुम्का पुग्नलाई। अब एक्रोनिक टु स्पिड अरे क्या। यो चाहिँ झुम्काको हनुमान टेम्पल। अब हामी चोक पनि पुग्न लागिसक्यौँ। यो चाहिँ चोक पुगिसक्यौँ। अनि यो छेउमा चाहिँ शनि मन्दिर रहेछ। अब यहाँबाट लेफ्ट लिने हो अनि जाने हो। अनि हामी यहाँ पुगिसक्यौँ। पुगेकोमा मैले भदैनीलाई टिका लगाइदिएँ। अनि त्यसपछि दक्षिणा दिएँ। खुवाउनु चाहिँ खुवाइनँ, सुत्न आँटेको थियो नि त, त्यही भएर खुवाइनँ मैले। अनि मैले छोरालाई पनि टिका लगाइदिएँ। अनि टिका सिका लगाइदिइसकेपछि अनि हामी दुईजना खाना खान गयौँ, म र मेरो नन्द। खानामा चाहिँ दाल भात मासु थियो, तरकारी थियो, अचार भएको त कस्तो मिठो हुन्थ्यो तर थिएन। अनि हामी भातहरू खाएर अनि हामीहरू घरतर्फ लाग्यौँ। अनि चोकमा चाहिँ हामी पानीपुरी खान बस्यौँ। मेरो नन्दलाई पानीपुरी खान मन लागेको थियो नि त, अनि त्यही भएर हामी पानीपुरी खान लाग्यौँ। मेरो छोराले त कस्तो पानीपुरी खान दे भन्दै थियो। कसरी खुवाइदिनु त, सुरुमै के भन्छ त्यो दाइले दिनुभएको थियो सुक्खा पानीपुरी, तर खाएन। यसलाई चाहिँ यो गिलो पानीपुरी, पानी भएको पानीपुरी। अनि मैले पानी मात्र चटाइदिएँ। अनि त्यसपछि हामी त्यो छेउमा फलामको पुल थियो। अनि त्यहाँ हामी फोटो खिच्यौँ, भिडियो बनायौँ। अनि हामी गयौँ घरतिर। यहाँ चाहिँ मेरो छोराले त